कर्मा मुभीको टिजर आएको छ डाइरेक्टेड बाइ सौरभ चौधरी। जे जान्छ त्यो घुमेर आउँछ। सौरभ चौधरीले योभन्दा पहिला अगस्त्य च्याप्टर 1 बनाएका थिए। अब अगस्त्य च्याप्टर 1 बक्स अफिसमा त्यति ठुलो म्यासिभ हिट नभए पनि कन्टेन्ट वाइज चाहिँ म्यासिभ हिट हो है। सौरभ चौधरीको स्टोरी टेलिङ र डिरेक्सनको म ठुलो फ्यान हो। झन् क्लाइमेक्स अगस्त्य च्याप्टर 1 को त पिक सिनेमा हो। अब उनले कर्मा मुभी लिएर आउँदैछन् स्टारिङ विपिन कार्की। फर्स्ट अफ अल विपिन कार्की क्या लागिरहेका छन्। दिस इज द बेस्ट भर्जन अफ विपिन कार्की नेपाली सिनेमा। फर्स्ट अफ अल एकदम ह्यान्डसम लागिरहेका छन्। सँगै फिजिक हेर्नुहोस् है, मेहनत झल्किरहेछ। मलाई विपिन कार्कीलाई यस्तो रूपमा हेर्नलाई एकदम इच्छा थियो र यो इच्छा पुरा हुँदैछ कर्मा मुभीबाट। सँगै आफ्टर पूर्णबहादुरको सारङ्गी मुकुन भुसाल हेर्न मिल्दैछ नि। हि इज लुकिङ डोप है। एन्ड या भिलेनको रोलमा हुनेछन् जस्तो फिल भइरहेछ। सँगसँगै उपासना सिंह ठकुरी, दिव्य देव, सरिता गिरी, बेन बस्नेत आदि हेर्न मिल्दैछन्। टिजरमा भएको ब्याकग्राउन्ड म्युजिक एकदमै राम्रो छ। म त रिपिटमा यसको भाइब लिइरहेको थिएँ। सँगै एनदर एट्र्याक्सन पोइन्ट हो यो टिजरको बाइक स्टन्ट सिन। मुभीको स्टोरीको बारेमा टिजरले केही पनि थाहा हुन दिँदैन र जुन एकदमै राम्रो कुरा हो। मलाई डाइरेक्टर सौरभ चौधरीमा पुरै भरोसा छ है। र यो मुभी कर्मा एउटा सरप्राइजको रूपमा निस्किनेछ। र अझै एउटा कुरा है, यो मुभी कर्मालाई अगस्त्य च्याप्टर 1 को जुन अगस्त्य युनिभर्स छ त्यसमा जोडियो भने कस्तो हुनेछ है। यदि यो भइहाल्यो भने बवाल मच्नेछ। बाँकी त तपाईँ भन्नुहोस् कर्मा मुभीको टिजर कस्तो लागेको छ। कर्मा मुभीको लागि कतिको एक्साइटेड हुनुहुन्छ। विपिन कार्कीको नयाँ लुक्सको कतिको मन परेको छ। र यो अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल र हेर्दै गर्नुहोस् टाढी टक्स।